हामी वकालत के गरिरहेका छौं कार्यकारी प्रमुख प्रत्यक्ष निर्वाचित। अस्ति केपी ओलीको सरकारको आयु कति थियो? कांग्रेस र एमाले मिलेर बनाए हैन? 84 सम्म उहाँहरु फिक्स थियो हैन? हामीलाई भयो त? हामीले त भएन। केपी ओली जस्तो निरंकुश कोही लागेको छैन हामीलाई। हटाइयो त। मलाई शंका छ नेपाली समाजमाथि, सहन सक्दैन यसले। र मलाई शंका छ त्यो व्यक्तिहरुमाथि जो प्रत्यक्ष निर्वाचित हुन्छ त्यसले राम्रो काम गर्छ र त्यो सबैलाई मिलाएर लैजाने त्यसले क्षमता राख्छ भन्ने मलाई चाहिँ शंका छ। म त्यसको पक्षमा छैन। यो मेरो विचार हो। अब होला त हिजो अर्थमन्त्रीले के गर्नुभयो? फिर्ता नगरे मतलब छैन। उपरान्त तलब सेवा सुविधा भत्ता तपाईहरुलाई भुक्तानी हुने छैन। म त्यसलाई राम्रो भन्छु। मलाई चाहिएको छैन। एक दुई जनाले चिन्छन् मलाई पनि। बाटा हिँड्दा के भयो त? उसले बोलायो म बोले। त के फरक पर्यो? हामी योसँग डराउँछौं र हामी जनतासँग भिज्ने भन्छौं। कसरी होला त त्यो? मलाई त लाग्दैन त्यो कुरा। यो नै मलाई मिल्दैन। यो अडियो हामी सिंक भन्ने भन्छौं हाम्रो टेलिभिजनको भाषामा। यो सिंक नै हुँदैन। यो सिंक्रोनाइज नहुने कुरा भयो। यो मिलेन यो कुरा। उसलाई देखाउने आफू चाहिँ पानीमाथिको ओबानो। त्यस्तो होला र? मलाई लाग्दैन। हामी वकालत के गरिरहेका छौं कार्यकारी प्रमुख प्रत्यक्ष निर्वाचित। अस्ति केपी ओलीको सरकारको आयु कति थियो? कांग्रेस र एमाले मिलेर बनाए हैन? 84 सम्म उहाँहरु फिक्स थियो हैन? हामीलाई भयो त? हामीले त भएन। केपी ओली जस्तो निरंकुश कोही लागेको छैन हामीलाई। हटाइयो त। कोरा कागजमा सिग्नेचर गरेर राष्ट्रपतिलाई राजीनामा पत्र पनि नबुझाइकन हेलिकप्टर चढेर सेनासँग गुहार मागेर हिँडे हैन? प्रधानमन्त्रीको लेटर प्याडमा छ उहाँको राजीनामा? छैन। राष्ट्रपतिलाई गएर उहाँले राजीनामा बुझाउनु भयो? छैन। हो त्यसरी जानु पर्दो रहेछ नि त। अब अहिले हामी के वकालत गर्दैछौं? त्यो प्रधानमन्त्री जसलाई संसदबाट हटाउन सकिन्छ त्यो प्रणाली हामीलाई भएन र हामीलाई के चाहिएको छ? कार्यकारी प्रमुख प्रत्यक्ष निर्वाचित 5 वर्ष पक्का। मलाई शंका छ नेपाली समाजमाथि, सहन सक्दैन यसले। र मलाई शंका छ त्यो व्यक्तिहरुमाथि जो प्रत्यक्ष निर्वाचित हुन्छ त्यसले राम्रो काम गर्छ र त्यो सबैलाई मिलाएर लैजाने त्यसले क्षमता राख्छ भन्ने मलाई चाहिँ शंका छ। म त्यसको पक्षमा छैन। यो मेरो विचार हो। अब होला मलाई शंका त लाग्नु पाइयो नि त। यस्तै शंका यहाँहरुलाई होला। कसैलाई लाग्छ भन्ने लाग्छ, कसैलाई लाग्दैन भन्ने लाग्छ। हाम्रो समाजको नेचर नै कस्तो खालको छ भने हामी सामन्ती संस्कारका मान्छेहरु छौं। सामान्य भन्दा सामान्य सुकुम्बासी नै सम्झनुस् न। चाहिँ शंखुमुलमा बसेर सुकुम्बासी सम्झनुस् त। उसको घरभित्र गएर हेर्नु भएको छ टेलिभिजनको स्क्रिन कत्रो छ? हामी नबिग्रे कसरी हो नि मौका नपाएर हो के? मौका पाएपछि हामीसँग प्रशस्तै त्यस्ता गुणहरु छन् जो एउटा शोषक या शासक हुनको लागि पर्याप्त छन्, काफी छन्। हामी सबैले देखाएको छौं नि त। त्यसैले भने हामी हिपोक्रेट छौं भने मैले भन्ने एउटा गर्ने अर्को सब सुशासनका सदाचारका कुरा गर्ने। मलाई हिजो राम्रो लाग्यो अर्थमन्त्रीजीले गर्नुभएको एउटा डिसिजन। यो काम हिजो अस्ति जसले गरे भए पनि हुन्थ्यो। राज्य व्यवस्था समितिले त्यत्रो छलफल गर्यो। यो 8000 जति चाहिँ नि यो प्रहरीलाई तपाईले नोकर चाकर बनाएर राख्नु भएको छ, फिर्ता गर्नुस् भने विवरणसम्म पनि दिएन हाम्रो प्रशासनले। हामीले कति छिटो बिर्स्या। त हिजो अर्थमन्त्रीले के गर्नुभयो? फिर्ता नगरे मतलब छैन। उपरान्त तलब सेवा सुविधा भत्ता तपाईहरुलाई भुक्तानी हुने छैन। म त्यसलाई राम्रो भन्छु। कुन युगमा छौं हामी? तपाईलाई सुरक्षाको थ्रेट छ भने त्यो त राज्यले दिनु पर्यो नि। हरेक नागरिकलाई दिनुपर्छ नि। तपाई एउटा ओहदादारी हुनुहुन्छ भने दिन्छ त, दिनै पर्छ त। तर शानको लागि, शौकतको लागि ओइ फलाना भन्नको लागि त किन चाहियो त? म यसको पक्षमा हो। मलाई चाहिएको छैन। एक दुई जनाले चिन्छन् मलाई पनि। बाटा हिँड्दा के भयो त? उसले बोलायो म बोले। त के फरक पर्यो? हामी योसँग डराउँछौं र हामी जनतासँग भिज्ने भन्छौं। कसरी होला त त्यो? मलाई त लाग्दैन त्यो कुरा।
यो नै मलाई मिल्दैन। यो अडियो हामी सिङ्क भयो भने भन्छौँ हाम्रो टेलिभिजनको भाषामा, यो सिङ्क नै हुँदैन। यो सिङ्क्रोनाइज नहुने कुरा भयो, यो मिलेन यो कुरा है। अनि तपाईँको चाहिँ सचिवबाट रिटायर्ड हुने बेलासम्म उहाँलाई के थाहा भएन भने, मान्नुहोस् एकजना भौतिक पूर्वाधार मन्त्रालयको सचिव, मान्नुहोस् ल, तपाईँहरू म आजको मितिमा भर्खरै यहाँ म नि बोल्न छोड्छु, तपाईँहरू म 2-4 ठाउँमा लैजान्छु म अनुगमनको लागि। 8 इन्ची तलमाथि अग्लो होचो भएको पिच पनि सडक हुन्छ? त्यो नि काठमाडौँ? लाज लाग्दैन? अनि त्यस्तो मान्छेले मन्त्रालय चलाएर हिँडेछ र उसले आएर बाहिर आएर सदाचारको कुराहरू छ, यो भएन यस्तो भएन, के भनेको थियो? त्यसको भुक्तानी कसरी भयो? त्यो ठेकेदारको भुक्तानी कसरी भयो? त्यो धुलीखेलदेखि खावाको 4 किलोमिटर सडक 72 सालदेखि अहिलेसम्म बनाएको छैन। कति वर्ष भयो अहिले कुन्नी? हजुर हेर्नु त, लाज लाग्नुपर्ने होइन? त्यो नेताले गाली त खाइसक्यो, गाली के कुटाइ नै खाइसक्यो। त्यो कर्मचारीले खानु पर्दैन? त्यसको केही भूमिका जिम्मेवारी केही पनि छैन? मैले नबुझे है हजुर, यो मैले नबुझेको कुरा यो। यसकारण यो हामी सबै हिपोक्रेट छौँ। हेर्नु, सब उसलाई औँला देखाउने, उसलाई देखाउने, उसलाई देखाउने, आफू चाहिँ पानीमाथिको ओभानो। त्यस्तो होला र? मलाई लाग्दैन।